मा एउटा डेटा एनालाइसिस युजिङ च्याट जिपिटी है। अब कतिपयले युज गर्नुभएको छ कि छैन, म आज हजुरहरूलाई चाहिँ रिजल्ट एनालाइसिस गरेर देखाउँछु। अब कस्तो हुन्छ रिजल्ट एनालाइसिस, लेट मी टेल यु है। फर्स्ट, अब जस्तै म यहाँ एउटा फोल्डरमा गएको छु। अब मसित यहाँ एउटा रिजल्ट छ, यो मैले स्किल ब्रिज एकाडेमीको यो डेमो रिजल्ट है। नाम चाहिँ पुरै डेमो छ। हिजो मैले चाहिँ यो च्याट जिपिटीबाट नर्मल्ली हाम्रो रिजल्टमा के हुन्छ भन्दा नेपालीको थ्योरी, प्र्याक्टिकल, टोटल यो अनुसारको ग्रेडिङ हुन्छ नि त हाम्रोमा त होइन। सो एउटा मैले डेमो रिजल्ट क्रिएट गरेको छु है। यो म एक्सेल डेटा देखाउँदैछु है। अब तपाईँको कम्प्युटरमा पनि अब इमेजबाट डाउनलोड गरेर एक्सेल डेटा त ल्याउन सक्नुहुन्छ, त्यो त खासै ठुलो कुरो भएन है। अब मैले हजुरहरूलाई यहाँ एउटा रिजल्ट एनालाइसिस देखाउँछु। अब हेर्नुहोस्, त्यहाँ टोटल 39 स्टुडेन्ट थिए है, मैले त्यसकै जेनेरेसन गरेको। अब यहाँनिर हेर्नुहोस्, यो खालको रिजल्ट एनालाइसिस बनाइन्छ नि त। अब जस्तै कोही हुनुहुन्छ, क्लास टिचर हुनुहुन्छ भने त कति सजिलो भयो नि त। अब इङ्ग्लिसमा 3.46 छ होइन, सोसलमा 3.2 छ, एभरेज जिपिए छ, हाइएस्ट जिपिए कति छ, यो सबै कुराहरूको एनालाइसिस तपाईँको ग्राफिकल एनालाइसिस दिन्छ होइन। अब जस्तै बेस्ट पर्फर्मेन्स सब्जेक्ट के रहेछ, इङ्ग्लिसको रहेछ, 5% 100 रहेछ, A+ कतिको रेट रहेछ तपाईँको 13जनाको रहेछ होइन। अब यसरी सब्जेक्ट वाइज ग्रेड डिस्ट्रिब्युसन पनि यहाँनिर हेर्नुहोस्, नेपाली इङ्ग्लिसको। अब मैले यो सरसरी देखाएको छु है यो कन्टेन्टलाई हामी, किनकि अब यो बनाउनु छ है। हो, यी कुराहरू चाहिँ हामीले के गर्न सक्छौँ भन्दा यसरी एउटा एनालाइसिस ड्यासबोर्डहरू क्रिएट गर्न सक्छौँ। अब यो कसरी बनाउने भन्ने है। अब यसको लागि के तपाईँलाई कन्सेप्ट चाहिँ चाहिन्छ है। त्यसको लागि मैले यहाँ थोरै एउटा वर्डमा चाहिँ एउटा कन्टेन्ट ल्याएको छु, हजुरले स्क्रिनसट गर्नु होला है। अब मलाई के चाहियो भने मलाई टोटल स्टुडेन्ट कति छ चाहियो, पास स्टुडेन्ट चाहियो। तपाईँले थप्न सक्नुहुन्छ आफ्नै स्टाइलले, यो मेरो आफ्नो तरिकाको हो यो। अब फेल स्टुडेन्ट चाहियो, पासको पर्सेन्टेज, फेल पर्सेन्टेज चाहियो, जिपिए डिस्ट्रिब्युसन ओभरअल जिपिए कति छ, सब्जेक्ट वाइज एभरेज जिपिए चाहियो मलाई, सब्जेक्ट वाइज ग्रेड काउन्ट भनेको यसले A+ सामाजिकमा कति आयो, ए कति आयो, B+ कति आयो भन्ने किसिमको चाहिँ यसले चाहिँ डिस्ट्रिब्युसन गर्छ। सब्जेक्ट ऱ्याङ्किङ बाई पास पर्सेन्टेज है। अब पास पर्सेन्टेज अनुसार सब्जेक्ट ऱ्याङ्किङ के छ, बेस्ट पर्फर्मिङ सब्जेक्ट कुन छ, अहिलेकै कुरा हो कि। यो चाहिँ हाम्रो लागि की वर्डहरू है। यो किवर्डले के गर्छ भन्दाखेरि हामीलाई चाहिँ तपाईँको चाहिँ रिजल्टतिर फोकस गराउँछ। अब यो पहिला च्याट जिपिटीले चाहिँ डाइरेक्ट प्रम्प्टबाट मान्थ्यो कि, तर अहिले के गरेको छ भन्दाखेरि एकदम बिग डेटाहरूमा चाहिँ अलिकति च्याट जिपिटीको चाहिँ एनालाइसिस पार्टमा चाहिँ केही न केहीमा अलिकति त्रुटि आएको भएर उसले चाहिँ सिम्पल डाटाहरूमा एनालाइसिस गर्न थालेको छ। अब त्यसलाई कसरी गर्ने भन्ने कुरो मैले हजुरहरूलाई जस्ट के देखाएँ भन्दा, अब यसलाई स्क्रिनसट लिनु होला हजुरहरूले, अथवा यसलाई उस गर्नु होला, यो कन्टेन्टलाई जुन 14वटा कन्टेन्टलाई, यो 14वटा कन्टेन्टलाई म हजुरहरूको उसमा पनि हालिदिन्छु च्याट बक्समा है। म च्याट बक्समा जान्छु। ल, च्याट बक्सबाट हजुरहरूले त्यसलाई कपी गर्न सक्नुहुन्छ, सजिलो हुन्छ है। ल, अब यहाँनिर हामी थोरै मात्रै छ अब समय है, करिब भ्याउँछौँ। ल, अब हामी सबैभन्दा पहिला के गर्नु पर्यो, रिजल्ट फाइल, एक्सेल फाइललाई अपलोड गर्नु पर्यो स्किल ब्रिज एकाडेमीको। अब जस्तै यहाँ फोल्डरभित्र स्किल ब्रिज एकाडेमी 9 भन्ने एउटा रिजल्ट आयो। अब यो एक्सेल फाइल मैले के गरेँ, अपलोड गरेँ। अब यहाँनिर गएर मैले चाहिँ यो बनाएँ है। अब यहाँ डाइरेक्ट गएर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि, ओके मेक अ, सुरुमा लेख्न पाएको भए राम्रो हुन्थ्यो, अब तल लेख्ने केही फरक पर्दैन। अब फेरि हामी यहाँ गएर गर्न मेक अ रिजल्ट एनालाइसिस अथवा एनालाइज द रिजल्ट according to the given specification भनेर दिएँ मैले। अब उसले के गरिदिन्छ, अब माथि दिएको स्पेसिफिकेसन अनुसार चाहिँ तपाईँको यसले रिजल्टलाई के गरिदिन्छ, एनालाइज गरिदिन्छ है।
केही काम लिन्छ किनकि त्यो पिडिएफलाई रिड गरेर यत्रो तपाईँको हेर्नु त कतिवटा कमान्ड दिनुभयो, 14वटा कमान्ड दिनुभएको छ होइन। अब यो 14वटा कुरालाई त उसले एनालाइसिस गर्नु पर्यो। अब कहिले कहिले कुनै कुनै केसमा मैले एनालाइज गर्न सक्दिनँ भने नि आत्तिनु हुँदैन है फेरि। त्यस्तो भन्यो भने तपाईँले चाहिँ पहिला 5वटालाई एनालाइज गर भन्ने, 1 to 5 दिने, 6 to 10को ल अब यो निकालिदियो भन्ने, स्टेप बाई स्टेप गरिदिने है। अब यसले के गर्यो निकालिदियो होला हेर्नुहोस् यसरी आयो नि होइन। अब यसलाई एक्सलमा कपी पेस्ट गर्न सक्नुहुन्छ एउटा कुरो है। आयो अब हेर्नुहोस् है, म सुरुबाट देखाउँछु, एकदम यो कुरो एकदम ख्याल गर्नुपर्छ है। डाइरेक्ट इन्फोग्राफिक्स भन्नुभयो भने मान्दैन फेरि कहिले कहिले, किनकि यो डेटा धेरै छ। यस्तो धेरै डाटालाई एनालाइज गरेर इन्फोग्राफिक्समा ल्याउन एकदमै डिफिकल्ट हुन्छ है। त्यो भएको भएर हामीले चाहिँ यसरी गरेको। अब रिजल्ट आयो, यसलाई कपी पेस्ट गर्न सक्नुहुन्छ एक्सलमा, वर्डमा होइन, किनकि यो टेबुलेसन फर्म हो है। अब यो यहाँ लगभग मैले सबै कुराहरू देखाउँछु आयो कि आएन भनेर। नेपालीमा 4, इङ्ग्लिसमा 13, म्याथमा 7, लगभग लगभग आयो 5%, 100% होइन। अब इङ्ग्लिस हाइएस्ट जिपी अहिलेको मिल्यो होइन। यी सबै कुराहरू आयो। अब ठिक छ, अब मलाई के चाहियो, अब मेक अल दिज कन्टेन्ट होइन, or analysis in infographics अथवा सो इन इन्फोग्राफिक्स भने नि हुन्छ, यदि धेरै कुरा लेख्न परेन। सर हजुर हजुर सर मैले हजुर एकैछिन सरलाई एक ओके आधी ओके मिनट हुन्छ मात्रै सर हुन्छ डिस्टर्ब गरेँ। हस् मैले साथीहरूलाई च्याट बक्समा एउटा फर्म राखेको छु। त्यो आजको एटेन्डेन्स सँगसँगै अब एटेन्डेन्स त यहाँ गुगलमा के अरे जुमबाट पनि हुन्छ, तर तपाईँहरूको सर्टिफिकेसनको लागि डिटेल कलेक्सन पनि हो। त्यसलाई एकपटक भरिदिनको लागि तयार ऊ गर्नु होला। म के अरे यो टाइमको लागि धन्यवाद दिन्छु खेम ल सरलाई। धन्यवाद। थ्याङ्क यू सर। अब यहाँ कस्तो मिठो क्वेसन सोध्नु भयो है नवराज सरले। रुटिन तयार एकदम सर है। मैले चाहिँ हाम्रो विद्यालयको रुटिन बनाउने बेलामा तपाईँले चाहिँ तर के दिनु पर्यो भन्दा पिरियड लोड दिनु पर्यो हरेक शिक्षकको। फर्स्ट पिरियड चाहिँ तपाईँले फर्स्ट पिरियडमा चाहिँ यो शिक्षकको 5 पिरियड हुनु पर्यो भनेर दिनु पर्यो। अनि त्यसपछि चाहिँ तपाईँको जुन फुल सब्जेक्ट छ, फुल सब्जेक्टकोलाई चाहिँ सिङ्गल फ्ल्याट दिनु पर्यो। तपाईँले प्रम्प्ट राम्रो दिनुभयो भने यस्तो मजाको रुटिन बनाउँछ सर। अनि यहाँ अझै एउटा राम्रो के पनि हुन्छ भन्दा सर, तपाईँको रुटिन बनाउने बेलामा लगभग लगातार 3टा पिरियड कुनै पनि टिचरलाई नराखिदियो भनिदियो भने लगभग 90% चाहिँ कन्टेन्ट मिल्छ है। नवराज सरले त्यही हो मेन, तपाईँले प्रम्प्ट है सर, प्रम्प्ट दिनु पर्यो। प्रम्प्ट दिएपछि मानिहाल्छ। अब एकछिन वेट गर्नु है, यहाँ वेट बन्दै गर्छ। बन्दै गर्दा हजुरहरूले यो रुटिनको लागि हजुरहरूले मस्त ट्राई गर्नुहोस्, हुन्छ है। यो एकदम मजा पनि हुन्छ क्या हजुरलाई। भोलि एकचोटि ट्राई गर्नुहोस् हो तपाईँ, अनि यति राम्रो काम गर्दो रहेछ, यति सजिलो हुँदो रहेछ भने हजुरले फिल गर्नुहुन्छ। अब हाम्रो इन्फोग्राफिक्स बन्दैछ। यो चाहिँ अलिकति समय नै लाग्छ किनकि माथिको सबै डेटाहरूलाई चाहिँ यसले रिड गर्नु पर्यो होइन। अब रिड गरेर भिजुअलाइजेसन्स गर्नु पर्यो। त्यो भएर इन्फोग्राफिक्सलाई अलिकति समय चाहिँ लिन्छ है, थोरै समय लिन्छ। ल अब इन्फोग्राफिक्स भन्यो होला हेर्नुहोस् है। अब त हामीलाई त कति सजिलो भयो नि त। 39 छ, सबैजना पास, फेल 0, 5% 100%, फेल पर्सेन्ट 0। इङ्ग्लिसमा 3.46 छ, सोसियलमा 3.21 छ, कम्प्युटरमा 3.21 छ, नेपालीमा ल म्याथमा 2.79 छ होइन। अब तलको सबै विषयमा 100% पास दर रहेको छ भनेर दियो होइन, सबैमा पास भयो। ओभरअल स्कुल पर्फर्मेन्स पास दर 100%, एनजी छैन। धेरै जसो विद्यार्थीको यति यति रहेछ भनेर देखायो। हाइएस्ट ए प्लस भनेको इङ्ग्लिसमा रहेछ, हाइएस्ट एनजी कुनै पनि छैन। एनजी भएको भए देखाउँथ्यो है फेरि। इङ्ग्लिसमा उच्चतम अङ्क सबैभन्दा ए प्लस ग्रेड 13 इङ्ग्लिसमा आएको रहेछ। नेपालीमा A+4, A5 होइन, यसरी चाहिँ आएको छ है। सो यो किसिमले चाहिँ तपाईँको के गर्छ, तपाईँको रिजल्टलाई सो अफ गर्छ। अब हेर्नु त कति सजिलो भयो रिजल्ट एनालाइसिस गर्नलाई। सबै सब्जेक्ट टिचरको हात हातमा यो दिनुभयो भने अनि यहीँनिर थाहा हुन्छ नेपालीमा ला मेरोमा त 4वटा आएछ, इङ्ग्लिसमा 13वटा आएछ। त्यहीँनिर सेल्फ इभ्यालुएसन्स हुन्छ। तपाईँको रिजल्ट एनालाइसिस गर्ने बेलामा सबै शिक्षकहरू